अधिकांश मान्छेहरूको प्रश्न दाढी कहिले काट्छस्? किन दाढी पालेको हो? कस्तो जङ्गली देखिएको, दाढी काट्नु पर्दैन रे? अनि आफ्नो दाढी चाहिँ आएको हुँदैन। उनीहरूको दाढी कुनै पनि आएको हुँदैन र अर्कालाई भन्छन् कस्तो दाढी पालेको, किन पालेको, के कारणले पालेको, कस्तो जङ्गली देखिएको छस्, कस्तो घिनलाग्दो देखिएको छस् रे। आफ्नो जिन्दगी जिउने हो, राम्रोसँग आफ्नो मन स्वच्छ राख्ने हो, कसैको लागि पनि पाप सोच्ने होइन, आफूले सबैको भलाइ सोच्ने हो। तर हाम्रो जिन्दगी भन्दा पनि अधिकांश मान्छेहरूलाई अर्काको जिन्दगीदेखि लिएर आपत्ति भइरहेको छ के। मलाई मानिसहरू एउटा प्रश्न गर्छन्, दाढी किन पालेको? हुन त यी प्रश्न मलाई मात्रै हैनन्, अरू अन्य व्यक्तिहरूलाई पनि गर्छन्। तर ती व्यक्तिहरूलाई पनि सायद म जस्तो लाग्छ कि लाग्दैन होला। तर मलाई दाढी किन पालेको र किन दाढी काट्दैनस्, कस्तो जङ्गली देखिन्छस् भन्दाखेरि मलाई खासै फरक केही पनि पर्दैन। किन भनेपछि आफ्नो जिन्दगी हो, मैले जसरी पनि जिउन पाउँछु भन्ने अधिकार मलाई छ। अब रह्यो प्रश्न, कस्तो जङ्गली देखिएको दाढी काट्नु पर्दैन अरे? तपाईको दाढी आएर, यदि तपाईको घना दाढी आएर तपाईले काटेर एकदमै चिल्लो गाला बनाउनु भएको छ भनेदेखि यो प्रश्न भन्दा पनि ठिकै हुन्छ। तर आफ्नो दाढी आएको छैन, अर्कालाई किन दाढी पालेको, कस्तो घना दाढी, कस्तो घिनलाग्दो देखिएको, यस्ता प्रश्न त गर्न पाइँदैन नि त। दाढी बरु पाल नपाल बरु आफ्नो ठाउँमा छ, तर अर्कालाई होच्याउन त पाइएन नि। कुनै पनि मान्छेले, अर्काको इज्जत गर्ने मान्छेले अर्काको बेइज्जत पनि गर्दैन के। भन्नुको मतलब आफ्नो इज्जत हुनेले अर्काको बेइज्जत पनि गर्दैन। अनि दाढी किन नकाटेको भनेर यस्ता खालका प्रश्न गर्ने हो त? हुन त हाम्रो समाजमा दाढी घना पाल्छन्, दाढी एकदमै टक्क सेभ गरेर मिलाएका हुन्छन् राम्रैसँग, तिनीहरूलाई चिरिच्याट्ट देखिएछ भन्छन्। तर हाम्रो मर्जी हो यार, हामीले दाढी पाल्न पाउनु पर्छ, हामीले कसैले केही भन्न पाउँदैन नि त। सक्छौ भने पनि तिमीहरू पाल, तिमीहरूलाई अरू जङ्गली लाग्छ भनेपछि तिमीहरू अर्काको बारेमा प्रश्न किन उठाउँछौ? उसले दाढी पालेछ भने पाल्न देऊ न यार, काट त नबन नि। हामीलाई कसैको बाल लाग्दैन, हामी आफ्नै जिउ तरिकाले जिरहेछौँ, कसैको बाल मतलब लाग्दैन। एउटा आछ दाढी किन पाल्या हो, कस्तो नराम्रो देखिया छ, अर्को आछ दाढी काट्नु पर्दैन यार, कस्तो नराम्रो दाढी देखिएको, किन दाढी राख्या हो अरे? यस्ता खालका प्रश्नले, तपाईहरुका यस्ता खालका प्रश्नहरूले कोहीले पनि दाढी काट्नेवाला छैन के। मान्छेलाई आफ्नो मनभित्रदेखि अब मैले दाढी काट्नुपर्छ र मैले दाढी काट्छु भनेपछि उसले अटोमेटिकली काट्ने हो के।